Hello guys, welcome back my YouTube channel. आज चाहिँ हामी यसो यो कति घरमा मात्रै बस्नु भनेर हैन मच्छेगाउँको जंगलतिर आएको छौं। जंगलतिर यसो अब अर्ग्यानिक चीजहरु नि पाउँछ रे भन्ने कुरा सुनेर यतातिर आएका छौं। नन्दा पनि छ, भाइ पनि छ, देवर पनि। पाउँछ कि पाउँदैन तर सुरु त हुनु भइसक्यो च्याउ खोज्ने त। उतातिर आउँदै हुनुहुन्छ है गाइस, दुईजना। सेल्फी भाँचेर नि यहाँ हातले समात्नु पर्यो। पट्याउ पनि पाउँछ है हेर। म चाहिँ च्याउ भनेपछि चाहिँ एकदमै मरिहत्ते हुन्छम। हजुरहरुलाई कस्तो लाग्छ च्याउ खाने बानी हुनेलाई त मिठै हुन्छ। मेरो YouTube च्यानललाई पनि माया गर्दिनु, हजुरहरुले सपोर्ट गर्दिनु, अनि सब्स्क्राइब गर्दिनु, शेयर पनि गर्दिनु। हामी सानसानोले हो एकले अर्कालाई सपोर्ट गर्ने। हामी खासमा त्यो च्याउ हामीले टिप्ने ठाउँतिर पुग्नुपर्छ के। कस्तो लाग्छ जंगलको बाटो हिँड्दै छौं। प्रतिक्रिया दिनु होला अनि लाइक पनि गर्नु होला, शेयर पनि गर्नु होला। यो चाहिँ मच्छेगाउँको जंगल हो है। जंगलमा नि आइहाल्छन् के गाउँ। कहाँ अहिले भेट्छ त नि। दुःख नगरी फल पाउँछ। मेहनत गर्नु पर्यो नि फल पाउन त। होइन गाइजहरु, कस्तो लाग्छ हजुरहरुलाई भन्नुस् त। पसिनाको धारा भइसक्यो। उफ, कम त पो टाढा होइन र। भेट्यो हो। यो जंगलै राम्रोसँग भिजेको छैन होला, त्यही भएर नउम्रे कि। चाँडै आयो। कर्को कस्तो अर्को यो नि खाने त हो नि बौला। ल अस्ति नै खाने भने टिपे होइन यो। होइन होला है, होइन रातो नि हो है। तर यो खाने च्याउ हो कि नखाने च्याउ हो गाइस। टन्नै रहेछ। पट्याउ टिप न पट्याउ। त्यसले च्याउै चिन्दैन झन्। भुच्याउ पाउने ठाउँमा खाने च्याउ पनि हुन्छ क्या। ओ माई गड, यस्तो गाह्रो छ कि हुनु न। अहिले भिड जस्तै ठुलो जङ्गल रहेछ क्या यहाँ। एउटा मात्रै भेट्यो भन्दाखेरि लाइनै भेट्छ त। यस्तो मिठो हुन्छ कि त्यो च्याउ चाहिँ, पहेँलो पहेँलो हुन्छ होइन। हेलो ल हेलो गरिदिउँ। मान्छेले टिपिहाल्छ नि, बिहानै आउँछ खोज्नलाई। के पट्याउ हो।
पत्याउँदै जल्लो जल्लो पहिला कति टिप्नु जाने अहिले चाहिँ किन नटिप्यो त अरे ओ यार कति टाइम लाग्छ खोज्नलाई अरे अरे यो चाहिँ मेरो देवर बनाउँदा छेउमा फेरि सिजन दिया छैन श्यामले छेउमा दिन तो वाली का यार गजरी ओए पुरै पाउँथ्यो कहाँतिर चाहिँ भुइँमै छ कि तू आएन होइन मङ्सो त्यो त हामीले यत्रो यत्रो देख्यो अहिले उता ल मैले देखाउँछ यहाँ क्याम मसिनो आउँछ क्या त्यो त यो त टन्नै रहेछ अब चाहिँ सुरु हुन लाग्यो कि तर हामी पोहोर त ढिलै आएको थियो बर्खाको बेलामा पानी परेको छैन बाँसहरू चाहिँ कति राम्रो राम्रो है अनि यही बाँसकै छेउतिर टन्नै पाउँथ्यो बेच्दैन है मान्छेले यो बास हाम्रो घर छेउमा हो तपाईँले के पो बनाइसक्यो घर बनाउँथ्यो उहु गाइस मेरो दिउँ न नि यहाँ उहु जङ्गल तर हामी चाँडै आएछ अरे के अरे त यहाँ आउन मन नलाई नलाई आएको नाही जन दुख आलाई बिन बिन मिनमिन स्याप्छ स्याप चिराउनु भयो है नाही मान न मान्यो ये यहाँ त उन दोरान नि अप्पै यो त के बरा दोरान यहाँ यति नै हिँडेको छैन पोटे बरा मेरो ब्रदर ब्रान्ड ब्रा म भेट्यो न खोइ झोलामा साथै यो च्याउको सिजनै थाहा भएन क्या एकचोटि त्यो पानी छेउमा उम्रिने बेलामा थियो हामी त पोहोर त अब चाहिँ सुरु हुने बेला होला च्याउ भेटेन गाइजहरू गई चोरु अब हामी फर्किनुपर्छ गएर फर्किनुपर्छ पहिले त यहीँतिर कति भेट्छ है ट्याक 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 लाइफमा बसिरहेको म लाइफमा बसिरहेको लाइफमा गर्नु भन्नु लाइफमा त बेलुका मात्र हो भ्याउँदैन तपाईँको बहिनी आउँदैन आउँछ मेरो बहिनी भोलि पर्सि आउँछ यस्तो पनि हुन्छ त गाई यो च्याउको सिजनै नभएर रहेछ यहाँतिर त पोहोर त हामीले टन्नै खाएको यही त हो नि कुल हो यो पाउँदैन कि अहिले त यति त ल अब तल जाउँ न त एकछिन मात्रै खोज्यो हामीले त भेटेन फर्क्यो यहाँ हामीले उ गरेको पोहोरको होला यो पिकनिक पिकनिक पनि हुन्छ रे वा म लड्यो भने चाहिँ बचाउनु होला गाइजहरू एकदमै भिड छ पठ्याउ त पाउनु पर्ने त नि तर गाउँघरमा त भर्खर सुरु भएको कम त राम्रो पाउँछ यहाँ यस्तो मिठो त्योसँग त ढेँडो मैले एक सुरै खान्छु त ढेँडो र च्याउ खानु पऱ्यो नि आएको तर हामी त सिजनभन्दा अगाडि आइपुगिछ गाइज ल जे भयो नि च्याउ नभेटे पनि भिडियोलाई चाहिँ सेयर गरिदिनुहोस् सब्सक्राइब गरिदिनुहोस् है लाइक कमेन्ट पनि गरिदिनु है मेरो युट्युब च्यानललाई नै
मैले भरे एक लाइक गर्छु यो चाहिँ दुईजना मेरो साना मेनाहरू हो तर भेटेन आज अर्को जोडी आउँदा अर्को जोडी आउँदा चाहिँ साँच्ची नै गाइजहरू च्याउ नै लिएर आउने छ है च्याउ भेटेन यसपालि च्याउ भेटेन यसपालि उतालो बाटोमा पुग्छौँ मच्छे गाउँको जङ्गलमा हो है हामी बाटो खोज्दैछौँ हामी अब रुमतिर फर्किन लाग्यो रुमतिर फर्किन्छौँ है अब आज फुलबार जाऊँ भाउजू हजुर फुलबारबाट त्यही त भर्याङ मात्रै जानु भर्याङ घर त धेरै आउँदो रहेछ हौ माछेडा यो त अहिले कम हो पोरी झुन्डिनु च्याउ टिप्ने बेलामा मच्छरले खाँदै आधी रगत सकिन्छ च्याउ भेट्यो भए ठिकै हुन्थ्यो कि खायो पनि ठिकै त हुन्थ्यो नि अब भेटेन के गर्नु ल गाइस अब चाहिँ भिडियो कस्तो लाग्छ हजुरहरूलाई है प्रतिक्रिया दिनु होला अब इन गर्न चाहन्छु मेरो भिडियो चाहिँ अनि हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट पनि गरिदिनुहोस् किनभने हामी सानो सानोले हो एकले अर्कालाई सपोर्ट गर्ने हजुरहरूले नि सपोर्ट गरिदिनुहोस् तलै रोडमा पुग्न लाग्यो हामी चाहिँ अब यो जङ्गलको बाटो छ है कहाँ तल होइन त्यहाँ हेर्नुपर्छ एकचोटि त्यही त हेर्नुपर्छ ल हामी चाहिँ यहाँ आइपुग्यो गाइजहरू ल धेरै लामो बनाएन मैले अब इन गर्छु भिडियो होइन भुत च्याउ भन्दा भेटेन मान्छे च्याउ भेटेन ल बाई बाई है मेरो युट्युब फ्यामिलीहरू मेरो सब्सक्राइब गरिदिनुहोस् मेरो सब्सक्राइबरहरू भन्दै आजको छोटो भ्लग यहीँ इन गर्न चाहन्छु बाई बाई लभ यु अल नेक्स्ट टाइम च्याउ लिएर आउनेछौँ बाई बाई ढ्याप